सो हेलो नमस्ते एभ्रिवानको छु फाइन एन्ड सबैजना सन्चै हुनुहुन्छ म पनि एकदम सन्चै छु। सो आजको राइड चाहिँ छोटै हुनेवाला छ, धेरै पछि च्यानलमा नयाँ भिडियो आउन लागेको छ। सो हाम्रो राइड यहाँबाट सुरु हुन्छ भने यो जुन तपाईँले टिकट देख्नु भएको छ योबाट सुरु हुँदै गएर चाहिँ हामी निस्किन्छौँ उयो पारीको डाँडा। सो देख्न सक्नुहुन्छ एज यु क्यान सी गाइज है, यता निस्किन्छ हाम्रो राइड चाहिँ स्टार्ट गर्नेछौँ है त गाइस, एज यु क्यान सी। सो राइट नाउ गाइज अहिले चाहिँ म उत्तिरकी सो थोरै गर्नु पर्ने हुन्छ यसलाई। स्टार्ट भयो, माथिबाट चाहिँ सेल्फ स्टार्ट चाहिँ हुँदैन किनभने यसको डाइनामिक आएको छ। सो त्यही भएर पनि सेल्फ स्टार्ट हुँदैन यसमा चाहिँ। सो त्यसले बोलाएको छ, साथीले बोलाएको छैन। अनि साथीले बोलाइसकेपछि चाहिँ त्यहाँबाट चाहिँ त्यसको घर जाने, साथीको घरबाट सिधा जाने। सो त्यही छ हामीलाई चाहिँ यही बाटो आउनु पर्ने हुन्छ। टाइम लाग्छ यार, ओहो एक नम्बर छ बाइक चाहिँ, ओहो उड्छ यार। ओहो उड्छ त यार केटा बाइक त। तर हामी चाहिँ नर्मल हो है, यस्तो बाइकहरू चाहिँ त्यति उड्दैन। यो बाइकहरू चाहिँ अलिक भारी नै हुन्छ है, भारी चाहिँ अलिक भारी नै हुन्छ यो पनि होइन। भारी धेरै भारी हुन्छ क्या, त्यही भएर नि होइन। अब यताबाट चाहिँ बाटो छैन जस्तो लाग्छ मलाई चाहिँ होइन, मान्छे चाहिँ हिँड्नु मिल्छ तर बाटो चाहिँ छैन। सो राइट नाउ हामी चाहिँ फेरि फर्किसकेको छौँ होइन, यताबाट बाटो छैन। सो अहिले चाहिँ हामी चाहिँ यता यही बाटो छ होला, जुन यहीबाट होइन किन्नेतिर घुम्नु होइन। सो हामी चाहिँ यहाँबाट घुमाउँछौँ, सही देखिसक्यो हो यो उतै चिनिया जस्तो लाग्यो होला मैले। सो यो बाटो जानुपर्छ हामी चाहिँ, गाडी रहेछ एउटा तर बाटो छोड्दै छोड्दैन यसले अब। लेट्स गो, थोरै गाडी आउँदा हुन्छ, धेरै चाहिँदैन। होला बा। सो यताबाट हेर्दा भ्यू यस्तो खतरा देख्छ। वाइड एङ्गल भनेर चिजमा मजै छुटेछ कि। सो धेरै पछि च्यानलमा भिडियोज हालेको छैन मैले, भ्लग हाल्न हाले धेरै भएको थियो कि। सो त्यही भएर आज चाहिँ मैले उसले भनेर पनि हामी हिँड्यौँ है, फेरि त्यतिकै चाहिँ हामी हिँड्नेवाला होइन तर उसले भनेर मात्रै। सो अब अलिक देरमा चाहिँ हामी पढेको स्कुल पनि आउँछ जहाँबाट हामीलाई एसी दिएको थियो, नाम चाहिँ भन्दैन हामी, देखाउँदैन। स्कुल चाहिँ यही गाउँबाटै दिएको थियो कि, हाम्रो चाहिँ यही गाउँ ठाउँमै छौँ हामी। ओहो सरसफाइ हो क्या आज यो? हजुर गुड आफ्टरनुन म्याम, यसो मासतिर जानला घुम्नलाई। ए खा जानुभयो तर चिज चाहिँ बाइक यतै राख्नु पर्ने हुन्छ उतै तल होइन। तिमी हामी आएको थियौँ यहाँ, म त छैन धेरै भइसक्यो यार यहाँ नआएको। सो देउराली चाहिँ माथि गएपछि भेट्छ तपाईँ। सो राइट नाउ अहिले चाहिँ हामी आइसकेको छौँ जुन ठाउँमा आउने भने होइन, त्यो माथि पुगिसक्यो त्यो। सो भ्यू चाहिँ हेर्न सक्नुहुन्छ होइन, एकदम झकास छ। सो हामी आउने भन्ने ठाउँ आइसकेको छ, बाइक हेरेर पुगेको छ, बाइक भने उहाँ तलपट्टि छ होइन, तलपट्टि राखेको छ हाम्रो चाहिँ। सो हामी आउने भनेको ठाउँमा चाहिँ आइसकेको छौँ है त गाइज। सो ठाडो उकालो छ, अलिकति गाह्रो छ नि धेरै। अब यहाँ माथिबाट चाहिँ यस्तो बवाल भ्यू देख्छ नि गाइज होइन, आम्मा पुरै छेउ यस्तो बवाल भ्यू देख्छ कि। सो त्यही हो, अब उकालो छ यसो दिघा पनि उकालो देखिन्छ होइन। आम्मा यो ठाउँमा हामी नाइट बसिसकेको छौँ, यस्तो मजा आइछ यार। कहानी डेन्जर छ नि यहाँको केटा हो, कहानी एकदम डेन्जर छ यो ठाउँको चाहिँ, कहानी राम्रो डेन्जर छ। सो धेरै बसी आइसकेको छौँ यो ठाउँमा। सो पछाडिबाट यस्तो देखिन्छ, सो अगाडिको डाँडा हेर्न सक्नुहुन्छ, तिप्चोक डाँडा हो त्यहाँ चाहिँ। सो यता तलबाट भ्यू दामी देख्छ भने
हाम्रो साथी चाहिँ गइसकेको छ माथि डाँडामा। सो यो छ है त ल केटा हो, भिडियो बन्दै गर्नु होला। सो च्यानल बनाउनुहुन्छ भने च्यानल सब्सक्राइब गर्नु होला, भिडियो लाइक गर्नु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु, पुरानो हुनुहुन्छ भने लाइक गर्नु। तपाईँहरूलाई चाहिँ म पनौतीको भ्यू पोपाल देखाउँछ है त। एज यु क्यान सी गाइज, ओहो तर कुवालो लाखा के, अलिक कुवालो लाखा होइन। कुवालो लाखा चाहिँ राम्रो देखाएको छैन। सो अब चाहिँ हामी सल्लाह जुन हामी आएको ठाउँ छ यो ठाउँलाई चाहिँ देउराली भन्छ भने जो यतापट्टि साइडमा देखिरहनु भएको छ पनौती हो, बजार हो त्यो चाहिँ। सो ऊ त्यहाँ साथी गएको ठाउँबाट चाहिँ राम्रो भ्यू आउँछ है त। अब चाहिँ हामी त्यो ठाउँमा पुग्न लागिसकेको छौँ होइन। जुन ठाउँमा चाहिँ देख्न सक्नुहुन्छ उताबाट चाहिँ खोपासी छ है। फेरि त्यो देखेको ठाउँ चाहिँ खोपासी हो भने उता खोपासी यो हाम्रो टिप्चोक डाँडा, एसकेएनसी त्यो चाहिँ टिप्चोक डाँडा हो। त्यो उता साइडको खोपासी, यो साइडको पनौती। सो अब हामी जहाँ लागिरहेको छौँ यो चाहिँ डाँडा राम्रो छ। यसलाई लाम डाँडा सायद सरी यसलाई भन्छ देउराली भन्छ है भने है। सो यतापट्टि साइडतिर चाहिँ हाम्रो उयो छ कोसदेवी छ। सो यो ठाउँ चाहिँ एकदम बोबाल छ। तपाईँहरू पिकनिकको लागि पनि आउनु सक्नुहुन्छ यो ठाउँमा चाहिँ होइन, एकदम बोबाल छ। यत्रो फराकिलो ठाउँ छ, तपाईँ यहाँ पिकनिक चाहिँ गर्नु सक्नुहुन्छ। तर पानीको व्यवस्था चाहिँ छैन यहाँ। सो अब म राम्रो खतरा यहाँनिर कि पनौतीको भ्यू चाहिँ म तपाईँहरूलाई यहाँ देखाउन चाहन्छु। सो होइन ओहो कस्तो भिडियो बनाउनु लागिरहेछ। सो भिडियो बनाउनु देख्दा खतरा देखाउँछु म तपाईँहरूलाई त। यहाँबाट एकदम बोबाल देखिन्छ है केटा। ल लुक एट द भ्यू गाइज, यो चाहिँ पुरै पनौती देख्नु सक्नुहुन्छ। यति तल चाहिँ चौर भयो, ऊ त्यो देखेँ ठ्याक्कै त्यो देखेको चाहिँ चौर भयो त्यो होइन। अनि यो बजार ठ्याक्कै पनौती चौर है यो चाहिँ बुझ्नुमा तपाईँ देख्न सक्नुहुन्छ। यो चाहिँ पनौती बजार हो, यो बजार हो। यतापट्टि माथि त्यहाँ डाँडामा चाहिँ बन्न लागेको छ एउटा पुलिसको नयाँ भवन। सो यतैपट्टिबाट जान चाहिँ हामी बनेपा जान सक्छौँ। सो त्यही हो, अहिले हामी यति डाँडामा बसेछौँ। सो यहाँ 2-4 पिक्चर खिच्छौँ अनि त्यसपछि लाएर हामी यहाँबाट जान्छौँ है त। सो है त ल 2-4 फोटो खिच्छ तपाईँलाई भेट्छौँ हामी राइट नाउ। हामी चाहिँ फर्किसकेको छौँ, 2-4 फोटो पनि खिच्यौँ। सो अब हामी फर्किन्छौँ, यताबाट पनौती साइडपट्टिबाट जान्छौँ। यताबाट भिडियो देखाउँदै तपाईँहरूलाई चाहिँ होइन ट्रिटमेन्ट गराउनु पर्यो। सो बाइक चाहिँ तल छ है हाम्रो। ओहो घाम खासै लाग्यो, घाम लाग्यो भए चाहिँ आज दामी देख्थ्यो कोही। तर घाम नलागेर जाडो महिना घामै लाग्दैन कि, त्यही हो मेन। जाडो महिना घाम लाग्दैन नि त अनि बोला। गर्मी महिनामा चाहिँ पोल्नु हुन्छ होइन, कालै बनाइदिन्छ लडाएर। जाडो महिना घामै लाग्दैन। सो त्यही भएर चाहिँ सो राइट गाइस, हामी चाहिँ आइसकेको यताबाट जान्छौँ अब चाहिँ। सो अघि आउँदा चाहिँ हामी उता पछाडिबाट आएको थियौँ होइन, अब हामी यताबाट जान्छ है त। सो ठिक छ। सो भ्यू हेर्दै इन्जोय गर्नु होला। मैले अगाडि माथि बनिरहेको छु सानो सानो भ्यू। अहिले चाहिँ घाम नलागेर चाहिँ यति बित्ति राम्रो चाहिँ देखिएन। सो 2-4 फोटो सेसन हान्यो, धेरै नै हान्यो, 2-4 मात्रै हान्यो होइन। अनि अब जाँदैछौँ हामी चाहिँ। सो नेक्स्ट टाइम फेरि आउँदैछौँ तपाईँहरूलाई यो ठाउँ देखाउनको लागि। सो अहिले भने चाहिँ बिदा दिनु होला त्यही त भन्छ नि होइन। अब के अन्त यस्तै पऱ्यो। सो अब यताबाट चाहिँ हामी ठ्याक्कै जुन मैले त हजुरहरूलाई भनेको थिएँ अघि कुसादेवी जाने रोड निस्किन्छ भनेर। सो हामी चाहिँ त्यो बाटो जान्छौँ है त, त्यही बाटोदेखि निस्किन्छौँ। तक्कला कुसादेवी जाने रोड र पनौती जाने रोड चाहिँ हजुरहरूलाई म देखाउँछु ल। यो ठाउँ जुन चाहिँ कुसादेवी यताबाट जाने हो। सो अब हामी जाने चाहिँ पनौती। ओहो यता जानु पऱ्यो नि त अब हामी होइन। सो लेट्स गो। यहाँबाट चाहिँ अब हामी जानुपर्ने हुन्छ। अगाडिबाट यसो नहेर गाली नहीं दे सकता मैं।
सो यो बाटो चाहिँ अलिक राम्रो भएछ है अस्ति चाहिँ कस्तो खाल्टाको लुक्दो एरिया पनि अगाडि ढुङ्गा छ सो लेट्स गो सो ए आजकोलाई के अरे विधायक भन्छ नि यस्तै हो कि हेर्दै हिँड्दाखेरि कस्तो लाज लागिरहेको छ क्या भोलि सबले हेर्दै हिँड्दाखेरि ए भोलि चाहिँ हेरेर छिरो हामी यता जाने विचार त गरिरहेको थियौँ मैले अब यता सबले हेर्न थाल्छ यार थैट हुँदैन भने ती झन् चाँडो पुगिन्छ टाढा ए किन तर्स्यो त्यसरी लाइभ बस्दै हिँडेछ डकेश भाइ भित्र भेट्यो है त फाइनली टाढो घुमेर आउँदै है अब ठिक है धेरै घुम्नु पर्यो टाढो है सानो डकेश भाइ त्यसले कस्तरी हेरिरहेको त सरीको सिस्टर तपाईँले मलाई थाहा छैन सिधै चलो हो र मैले त मारेको गरेँ यार त्यसले हेऱ्यो भने त्यसै अलिक गल्ती गर्नुपर्छ कि यसरी हेरेर नहेरिदिनुहोस् न निस्को ममिज यहाँ जाएर किन्छौ चाँडो किन है त 2 मिनट किनेर निक्लिहाल यता फलफुल म यतै बस्छु त्यसले आजले बाइक निकाल्दैन कि उकाल न ल छोटो पुरै बढाएर तान्छ थुक्क मुला नगर भने ल ल अब बाइक अड्केन भाइ भन्दा अरे छोड छोड के तिमीलाई म यही ठाउँ उकालिदिन्छु ल बस बाइक पछाडि पछाडि चलाउनु जानु पर्यो डबल रोड बसिरहेको छ हामीले तर यो भोसडीको मुला चलाउन आउँदैन जहिले त्यहाँ तिमीलाई मैले नगर भने होइन त्यो गरेर हुँदैन कि झन् अड्किन्छ बाइक हुँदैन त्यसो गरेर हुन्न कि बुझ्यौ नि ए बाइक उक्लिँदैन कि चलाउने पनि एउटा ट्रिक हुन्छ नि त भोसडी के तिमी के यार अनि गएर गरेर अनि लड्किने बाइक लगाएर तिमी सिङ्गल उक्लिहाल्छौ ओहो मेरो हात के भयो यार गाइज आजको लागि यति नै हो गाइज लाइक भिडियो अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला पुरानो हुनुहुन्छ भने एक लाइक र कमेन्ट गर्नु होला सो तपाईँहरूलाई भेट्नेछु अर्को नयाँवाला भिडियोमा तबसम्मको लागि बाई 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 बाई